नमस्कार। आज हामी रामायणको बारेमा चर्चा गर्नेछौँ कि रामायण साँच्चीकै इतिहासमा घटेको घटना हो या सिर्फ एक महाज्ञानी मानिसद्वारा यानी वाल्मीकिद्वारा लेखिएको सिर्फ एक रिलिजियस किताब। डिस्क्लेमर सुरुमै दिइहालौँ कि यो भिडियो बनाउनुको अर्थ यो होइन कि म कुनै नास्तिक मानिस हुँ या म कुनै रामायणको खिलाफ छु। वास्तवमा नास्तिक हुनु र आस्तिक हुनु दुवै 100% सही छ आफ्नो ठाउँमा। नास्तिक भन्ने बित्तिकै यो मान्छे हिंसक स्वभावको छ या खराब छ भन्ने मानिसको बुझाइ हुन्छ र आस्तिक भन्ने बित्तिकै सही छ, शालीन छ, भद्र छ र नैतिकवान छ भन्ने मानिसको बुझाइ हुन्छ र आस्तिकसँग नास्तिकसँग भन्दा बढी सेफ रहेको मान्छेले ठान्दछ। तर वास्तवमा मानिसमा हुने नैतिकता, स्वभाव नास्तिकता र आस्तिकतासँग खासै सरोकार राख्दैन। आस्तिक पनि हिंसक हुन्छ, मांसाहारी हुन्छ, क्रिमिनल हुन्छ र अक्सर हामीले सुन्ने या देख्ने गरेका छौँ कि ठुल्ठुला साधु सन्त भनिनेहरू पनि रेप जस्तो सङ्गीन अपराधमा संलग्न हुन्छन्। वास्तवमा गहिराइमा बुझ्ने हो भने नैतिकता आस्तिकमा भन्दा नास्तिकमा बढी हुन्छ। कसरी? मानिलिनु तपाईँ एक तल्लो जातिको व्यक्ति हुनुहुन्छ। हालाकि तल्लो या माथिल्लो भन्ने केही पनि जाति हुँदैन, यो पनि यिनै आस्तिक धार्मिक भनिने मानिसहरूले दिएको ट्याग मात्र हो। तपाईँ कुनै एक ठुलो भगवान भक्त यानी आस्तिक बाहुन बाजेको घरमा गएर एक रात बिताउने कोसिस गर्नुहोस् र फेरि एक नास्तिक व्यक्तिको घरमा गएर एक रात बिताउने कोसिस गर्नुहोस्। तपाईँले त्यहाँ क्लियरली आफै थाहा पाउनुहुनेछ कि आस्तिक बढी नैतिकवान छ या नास्तिक बढी नैतिकवान छ। यदि तपाईँ समस्यामा हुनुहुन्छ भने नास्तिक व्यक्तिले कहिले पनि तपाईँको रिलिजियस स्टाटस हेर्दैन। उसले सिर्फ आफ्नो तपाईँलाई कसरी सहयोग गर्न सक्छ त्यसको क्षमताको बारेमा मात्रै हेर्ने गर्दछ र यही कुरा तपाईँले आस्तिकमा पाउन सक्नुहुन्न। आस्तिकले तपाईँको रिलिजियस स्टाटस पहिला हेर्छ। तपाईँको जात, धर्म, वर्णका आधारमा उसले तपाईँलाई गर्ने व्यवहार उसले पहिले नै पूर्व निर्धारित गरिसकेको हुन्छ। सारांशमा भन्नुपर्दा म यो जो भिडियो बनाइरहेको छु कि रामायण साँच्चीकै इतिहासमा घटेको घटना हो या सिर्फ एक रिलिजियस किताब मात्रै हो, यसमा मेरो कुनै पनि व्यक्तिगत धारणा नभएको म सुरुमै तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। मैले यहाँ जम्मा फ्याक्टका आधारमा तपाईँहरूले आफैले यसलाई एनालाइसिस गरेर थाहा पाउन सक्ने किसिमको वातावरण सिर्जना मात्रै मैले गर्न लागेको। अब आउँ मुख्य टपिकमा। वाल्मीकि रामायणलाई आधार मान्ने हो भने रामायण त्रेता युगमा भएको थियो, यानी रामको एक्ज्याक्ट बर्थ डेट समेत लेखिएको छ 10th January 5114 BC। यानी यसलाई तपाईँले वर्षमा कन्भर्ट गर्नुहुन्छ भने हुन्छ एक्ज्याक्ट आजभन्दा 7133 वर्ष पहिला, यानी आजभन्दा 7133 वर्ष पहिलाका दिन राम जन्मिएका थिए। अर्को तपाईँहरूले खोज्नुभयो भने भेटाउनुहुनेछ कि जहाँ लेखिएको छ रामायण 8th century BCE देखि 3rd century BCE को बिचमा भएको थियो। यसलाई बुझ्न गाह्रो भयो भने 8th century BCE को सुरुवात हुन्छ आजभन्दा ठिक 2819 वर्ष पहिला र 3rd century BCE को अन्त्य आजभन्दा ठिक 2224 वर्ष पहिला हुन्छ। यानी यसको अर्थ हुन्छ रामायण आजभन्दा 2819 वर्ष अगाडि सुरु भएर 2224 वर्ष अगाडि समाप्त भयो। कतै कतै रामायण आजभन्दा 18 मिलियन वर्ष पहिला भएको भनेर पनि लेखेको तपाईँले भेट्नुहुन्छ। यसको अर्थ हुन्छ आजभन्दा 1,80,00,000 वर्ष पहिला। अब यो कुरालाई एकछिन साइडमा राखेर एउटा कुरा सम्झिनुहोस् कि वाल्मीकि रामायण जो कि असली रामायण हो, यसका आधारमा रामले अयोध्यामा जम्मा 11,000 वर्ष शासन गरेको भनेर लेखिएको छ र यो 11,000 वर्ष शासन गरेको कुरा एकछिन तपाईँको दिमागमा राख्नुहोला। यदि रामको जन्म आजभन्दा एक्ज्याक्ट 10th January 5114 BCE मा भएको थियो भने यानी आजभन्दा ठिक 7133 वर्ष अगाडि उनी जन्मिएका थिए भने उनले शासन गरेको 11,000 वर्षलाई यहाँ घटाएर हेर्दा 3,867 वर्ष बाँकी रहन्छ। यानी यसको मतलब हुन्छ कि उनले अरू 3,867 वर्ष शासन गर्नुपर्ने थियो, त्यो अवधि कहाँनेरि गायब भयो। अब अर्को, यदि रामायण 8th century BCE देखि 3rd century BCE को बिचमा भएको भन्ने तथ्यलाई साँचो मान्ने हो भने यसको अर्थ हुन्छ आजभन्दा 2819 वर्ष अगाडि रामायणको सुरुवात भयो र 2224 वर्ष पहिला रामायणको अन्त्य भयो। यानी टोटल रामायणको टाइम पिरियड छ 595 वर्ष। यदि रामायणको टोटल टाइम पिरियड नै 595 वर्ष छ भने 11,000 रामले शासन गरेको भन्ने कुरा यहाँ कसरी मिल्यो? अर्को इन्ट्रेस्टिङ कुरा सुन्नुहुन्छ। हामीले अस्ति भर्खरै यानी मे 23 2024 मा 2568औं बुद्ध जयन्ती मनायौं।
यानी यसको मतलब हुन्छ कि आजभन्दा 2568 वर्ष पहिला बुद्ध पृथ्वीमा जन्मिएका थिए। यानी बुद्ध 2568 वर्ष अगाडि जन्मिएका थिए भने यहाँ त बुद्धको जन्ममिति र रामले शासन गरेको अवधि म्याच हुन पुग्यो। के यी दुवै व्यक्ति एकै कालखण्डका व्यक्ति हुन् त? अब आउँ 18 मिलियन्स अगाडि भएको भन्ने कन्टेक्स्टमा। यानी 18 मिलियन्स वर्ष भनेको आजभन्दा 1,80,00,000 वर्ष पहिला हुन्छ। अब यो अवधिमा पृथ्वीमा के थियो त्यसको बारेमा अलिकति बुझौँ। आजभन्दा 1,80,00,000 वर्ष पहिला यो पृथ्वीमा मानिसको त के, मानिस बन्दै गरेको जीवहरूको समेत अस्तित्व थिएन अकर्डिङ टु साइन्स। आजसम्मको खोज र एभिडेन्सका आधारमा वैज्ञानिकले र हिस्टोरियन्सले फेला पारेको अहिलेसम्मको मान्छेको फोसिल्सको आधारमा सबैभन्दा पहिला दुईवटा खुट्टाले टेकेर उभिएर हिँड्ने यो पृथ्वीमा फेला परेको पहिलो फोसिल्स हो अस्ट्रालोपेथिकस अफारेन्सिस, जसको प्रमाण छ, जसको सबुत छ, जसको हामीले फोसिल्स भेटेका छौँ। र यो अस्ट्रालोपेथिकस अफारेन्सिस पृथ्वीमा उभिएर हिँड्न थालेको समय अवधि कहिले हो तपाईँलाई थाहा छ? आजभन्दा 30 देखि 40 लाख वर्ष पहिला। यदि मानिस उभिएर हिँड्न सुरु गरेको नै आजभन्दा 30 देखि 40 लाख वर्ष अगाडि हो भने 1,80,00,000 वर्ष अगाडि त्यस्तो एडभान्स सभ्यता, रामायण हुनु, त्यहाँ उड्ने साधन हुनु, यो कसरी सम्भव छ? यो आफैमा बेतुकी बात लाग्छ। आजसम्म पृथ्वीको इतिहासमा हिस्टोरियन्स र साइन्टिस्टले खोज गरेर पत्ता लगाएको मानिसको सबैभन्दा पहिलो विकसित सभ्यता भनेको नै मेसोपोटामियाको सभ्यता हो, जो कि आजभन्दा 3,900 वर्ष अगाडि भएको, कतै कतै 5,000 वर्ष अगाडि भएको भनेर भेटिएको छ। र अर्को सभ्यता हो त्यस्तै हामीले इजिप्सियन सभ्यता, यो पनि आजभन्दा 5,000 वर्ष अगाडि भएको भनेर पत्ता लागेको कुरा हो। र आजभन्दा सिर्फ 5,000 वर्ष अगाडि मात्रै केही एडभान्स सभ्यताहरू पृथ्वीमा विकसित हुँदै थिए भने 1,80,00,000 वर्ष पहिला नै, जबकि त्यति बेला कुनै पनि किसिमका जीव जन्तुहरू पृथ्वीमा थिएनन् जो कि मान्छे बन्ने क्रममा थिए भने यो कुरा त्यत्तिकै बकवास साबित हुन्छ। अझ इन्ट्रेस्टिङ कुरा त रावणको एजमा छ। यानी अकर्डिङ टु रामायण, रावण जो कि रामायणको मुख्य भिलेन हुन्, यिनको जन्म परशुराम ऋषि भन्दा केही समय अगाडि भएको रे। यानी सत्ययुगको अन्तिममा रावणको जन्म भएको थियो र त्रेतायुग भरि रावणले शासन गर्यो। र त्रेतायुग समाप्त हुनुभन्दा 11,000 वर्ष पहिला रामले रावणलाई मारेछन्। यानी रावण मरेपछि अरू 11,000 वर्ष रामले शासन गरे, त्यसपछि रामको पनि मृत्यु भयो अनि द्वापर युगको सुरुवात भयो, त्रेतायुग सकियो। अब यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने त्रेतायुग सकिनुभन्दा 11,000 वर्ष अगाडि रावण मरेछ रामले मारेर। यानी रावणको मर्ने बेलामा उसको उमेर कति रहेछ तपाईँलाई थाहा छ? अकर्डिङ टु रामायण, अकर्डिङ टु हिन्दू माइथोलोजी, त्रेतायुगको टोटल टाइम पिरियड हो 12,96,000 वर्ष र त्रेतायुग भन्दा 11,000 वर्ष अगाडि मात्रै रावण मरेको थियो। यानी 12,96,000 वर्षमा तपाईँले 11,000 वर्ष घटाउनु भयो भने रावण मर्ने बेलामा उसको उमेर थियो 12,85,000 वर्ष। अब कोही मान्छे 12,85,000 वर्षसम्म कसरी बाँच्न सक्छ? कोही मान्छे 11,000 वर्षसम्म कसरी शासन गर्न सक्छ? र यदि रावण यति धेरै 12,85,000 वर्षसम्म बाँच्न सक्छ भने राम चाहिँ किन जम्मा 11,000 वर्ष मात्रै बाँचे, जबकि राम त भगवान थिए? अर्को कुरा, पृथ्वीमा मानवको सुरुवात भएको, यानी मानव जीवनको सुरुवात भएको, मजाले मान्छेहरू ग्रुपमा बस्न थालेका, खेती गर्न थालेका र मानव सभ्यताको अब चाहिँ मानव बन्दै गरेको भन्ने किसिमले विकास भएको समय अवधि नै आजभन्दा 2 देखि 3 लाख वर्ष पहिला हो। यानी मान्छेको इतिहास नै आजभन्दा 2 देखि 3 लाख वर्ष अगाडिदेखि रचिन सुरु भएको हो भने रावणको एज मात्रै 12,85,000 वर्ष हुनु कसरी सम्भव छ? यो पृथ्वीको कुरा हो या अन्य कुनै ग्रहको कुरा हो? के वाल्मीकि एलियन थिए? यो सबै कुरा हेर्दा यो सिद्ध हुन्छ कि रामायण इतिहास नभएर सिर्फ एक महाज्ञानी पुरुषद्वारा लेखिएको जीवन जिउन सिकाउने एकदमै उत्कृष्ट काव्य हो, जसलाई हामी सबैले आफ्नो जीवनमा अमल गर्न सक्यौँ भने हाम्रो जीवन परिवर्तन हुन्छ। र तपाईलाई लाग्ला कि यति ठुलो, यति बृहत कसैले सोचेर लेख्न सक्छ र जस्तो लाग्छ भने बाहुबली भन्ने मुभी हेर्नु भएको होला, त्यो पनि कसैले सोचेरै लेखेको हो, त्यो पनि बृहत छ। यदि मार्भलको मुभीहरू कसैले फलो गर्नुहुन्छ, अभेन्जर फलो गर्नुहुन्छ भने तपाईलाई थाहा होला
त्यहाँ थ्यानोस भन्ने क्यारेक्टर छ जुन मेन भिलन हुन्छ, ऊ टाइटन भन्ने प्लानेटबाट बिलङ्स गर्छ। र यो कुरा त्यो राइटरलाई स्वयं थ्यानोसले आएर भनेको थियो र? यो त एउटा इमेजिनेसन न थियो र त्यो हेर्नुभयो भने कति बृहत छ, कति जटिल छ। इट्स अल अबाउट फ्रिक्सन र एउटा लाइफ चेन्ज गर्न सक्ने किसिमको फ्रिक्सनल स्टोरी हो जो कि तपाईँले जीवनमा उतार्नु जरुरी छ। आई होप कि जसलाई यो भिडियो हेरिसकेर रिस उठ्छ कृपया लोजिकल आर्ग्युमेन्ट तल कमेन्टमा गर्नुहोला र यदि म तपाईँहरूलाई क्षमा मागौँ जस्तो तपाईँलाई लाग्यो भने तपाईँले आफ्नो लोजिकले मलाई क्षमा माग्न बाध्य बनाउनु होला। र यति भन्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। यस्तै किसिमका अरू भिडियोहरू हेर्न चाहनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र लाइक गर्नुहोला। सक्नुहुन्छ भने एक सेयर पनि गर्नुहोला। हस्त, धन्यवाद।